रिकेश्वर मन्दिर हस्बैंड वाइफ जानेछौँ रिकेश्वर मन्दिर हस्बैंड वाइफ हामी हाम्रो यात्रा चाहिँ सुरु भइसकेको छ। हामी चाहिँ यो चाहिँ धेरै लङ टाइमदेखि प्लान गर्दै थियौँ कि हामी चाहिँ अब हस्बेन्ड वाइफ चाहिँ रिकेश्वर मन्दिर जाने भनेर टाइम चाहिँ पाएको थिएन। त्यही भएर अब हाम्रो चाहिँ आज शनिबारको दिन अफिस पनि भयो, दुवैजनाको छुट्टी। त्यही भएर हामी अब लाग्दैछौँ रिकेश्वर मन्दिरतर्फ। यो चाहिँ सामरी पुल हो। सामरी पुल चाहिँ एकदम यो चाहिँ पहिला एकदम भाइरल थियो। यसमा चाहिँ पहेँलो कलरको थियो पहिला चाहिँ, अहिले चाहिँ स्काई ब्लू लाग्छ सायद। पहिला चाहिँ एकदम फेमस थियो। यहाँ मान्छेहरू भिडियो बनाउनु फोटो खिच्नेको एकदम लाइन हुन्थ्यो। अहिले चाहिँ अब त्यही भएर नि होला सायद यसको कलर चेन्ज गरेको। पहिला चाहिँ एकदम फोटोमा पनि राम्रो आउँथ्यो, त्यसो एकदम भाइरल थियो। त्यही भएर कलर चेन्ज गरेँ। अब हामी चाहिँ अब यो चाहिँ ब्यारेको हेटौँडाको ब्यारेक हुँदै हामी चाहिँ आफ्नो गन्तव्यतिर लाग्छौँ। अहिले चाहिँ बिस्तारै हस्बेन्ड वाइफ भिडियो बनाउँदै फोटो खिच्दै लाग्छौँ। अब यो चाहिँ बेस्ट प्लेस हो हेटौँडाको चाहिँ। यो चाहिँ मान्छे सबैलाई थाहा होला, सायद तपाईँहरूले हेरिरहनु भएको मान्छेलाई पनि थाहा होला। यो चाहिँ त्रिखण्डी मन्दिर हो, त्रिखण्डी टेम्पल। हेटौँडाको चाहिँ बेस्ट प्लेस हो। यो झरना चाहिँ अहिले चाहिँ सुकेको छ, तर पहिला यो चाहिँ एकदम राम्रो आउँछ। यहाँ मान्छेहरू आएर स्विमिङ पनि गर्छन्। यहाँ चाहिँ दुईवटा मन्दिर छ, एउटा माथि पनि छ र यहाँ साइडमा तल पनि छ। अनि यहाँ चाहिँ वर्षको एकचोटि चाहिँ जात्रा लाग्ने गर्छ। जात्रा चाहिँ एकदम भव्य लाग्छ, रमाइलो हुन्छ है। अनि यहाँ चाहिँ यो प्लेसमा चाहिँ मान्छेहरूको गर्मी महिना चाहिँ अलिक धेरै हुन्छ। यहाँ चाहिँ अब स्विमिङ गर्न आउँछ खोलामा चिसो गर्न। अब अहिले चाहिँ हामी अब भैँसी आएका छौँ। भैँसीको पुल हो यो, भैँसीको पुल हो। अब यहाँबाट तपाईँ राइड लाग्नुहुन्छ भने काठमाडौँ पुग्नुहुन्छ, अब कुलिहान पुग्नुहुन्छ, मार्फु चितलाङ पुग्नुहुन्छ। यो चाहिँ तपाईँको बाइपास हो। पहिला चाहिँ यहाँबाट थिएन, अलिकति अगाडिबाट तपाईँ यहाँ देख्न सक्नुहुन्छ। अलिकति अगाडिबाट यहाँबाट चाहिँ राइट लाग्यो भने चाहिँ तपाईँ जान सक्नुहुन्थ्यो। अहिले चाहिँ बाइपास बनाएको छ। हामी अब यहाँबाट चाहिँ लेफ्ट लाग्छौँ। लेफ्ट लागिसकेपछि चाहिँ हाम्रो यात्रा चाहिँ सुरु हुन्छ। अब यहाँबाट चाहिँ हामी लाग्छौँ आफ्नो गन्तव्यतिर। पाल्नु पर्छ तपाईँको चाहिँ रिकेश्वर मन्दिर चाहिँ। यहाँ पनि एउटा ब्यारिक छ आर्मीको। अब चाहिँ हामी बाटोमा पुगेछौँ। बाटोमा चाहिँ एकछिन रेस्ट गरौँ धेरै नै। अब यहाँ चाहिँ फोटोसोटो खिच्छौँ, भिडियो सिडियो बनाउँछौँ। क्या करते हो? सर क्या नहीं अरे और सिखा रहे हो क्या? और टाउको बेर्दैछ क्युटो। मुस्लिम भन्दैछ सलाम वालेकुम। सलाम वालेकुम वालेकुम अस्सलाम। आज अरू मुस्लिम भयो क्युटो। बस पकली बस रुलाओगी क्या? जल्दी करो यार। हामी चाहिँ अब रेस्ट गरेर चाहिँ त्यहाँबाट हिँडिसकेका छौँ। अब चाहिँ हामी अहिले चाहिँ अब सिम भन्ज्याङ आइपुग्न थालेका छौँ। अब हामी चाहिँ यहाँ आइसकेपछि चाहिँ अब यहाँबाट चाहिँ खाजासाजा खान्छौँ, एकछिन बस्छौँ। अनि त्यसपछि चाहिँ हामी फेरि सुरु गर्छौँ। अहिले चाहिँ हामी सिम भन्ज्याङ आएपछि सिम भन्ज्याङ चाहिँ तपाईँको यो पनि एकदम भाइरल ठाउँ नै हो, प्लेस नै हो। यहाँ चाहिँ यहाँ डाँडातिर चाहिँ हिउँ पर्छ। हिउँमा चाहिँ यहाँ मान्छेहरू हिउँ खेल्न चाहिँ हेटौँडाबाट या अरू काठमाडौँपट्टिबाट जुनै ठाउँबाट नि आउनुहुन्छ। यहाँ चाहिँ एकदम हिउँ परे बेला चाहिँ एकदम धेरै मान्छेहरू हुन्छ। यहाँ चाहिँ मेरो क्युटी चाहिँ अब धेरै थाकेर चाहिँ सुतिरहेछ। ऊ चाहिँ एकदमै थकित भएको। अब चाहिँ अलिकति ड्राइभर साइभर बाइकमा हिँड्दा नि अलिकति गाह्रो हुन्छ। मस्त सुतिरहेछ। यो चाहिँ 2488 मिटर उचाइ मिटर माथि छ, उचाइ छ है यसको चाहिँ। हाइट चाहिँ त्यति छ। मस्त यहाँ गर्मीमा पनि चिसो भइरहन्छ।
जाडोमा त अब हिउँ पर्ने ठाउँमा चाहिँ अब कति चिसो हुन्छ तपाईँलाई थाहा छ एकदमै रमाइलो हुन्छ हिउँ खेल्न। यो सबै हिउँ पर्ने ठाउँ हो। अब चाहिँ बसिसकेपछि चाहिँ अब हामी चाहिँ यहाँबाट नि हिँड्छौँ, यहाँबाट नि बिस्तारै बिस्तारै हिँड्छौँ। अब चाहिँ आइपुग्न थालिसक्यो हाम्रो गन्तव्य स्थान, यानि कि रिकेश्वर मन्दिर। रिकेश्वर मन्दिर चाहिँ एकदम फेमस टेम्पल हो, त्यो पनि एकदम फेमस मन्दिर हो। त्यो पनि मन्दिर जब हामी चाहिँ अब त्यहाँ अलिकति तल आएपछि चाहिँ तपाईँको पालुङ पुग्नुपर्ने, पालुङभन्दा माथि नै छ यो रिकेश्वर महादेव मन्दिर। अब यहाँबाट चाहिँ हामी बाइक जाँदैन, यहाँबाट चाहिँ हामीले पैदल यात्रै गर्नुपर्ने हुन्छ र हाम्रो पैदल यात्रा नै सुरु भएको। म चाहिँ पहिलोचोटि हो, क्युटु चाहिँ दोस्रोचोटि। टाढै रहेछ हौ यहाँ। चराको आवाज, शान्त ठाउँ। क्युटुले टन्नै भारी पुगाइदियो यार, छल पनि झोला पनि। अब त्यो बोतल बोकेर ठिम ठिम हिँड्ने। के गर्यो यो? हिँड्न नसक्ने भएछ यार अब। फ्याँ हुने भएछ यार। साथी हो बुढेसकाल लागेको छ मलाई चाहिँ। के बाटो त धेरै नि तल हो र नि। हजुर मेरो हिँड्ने बानी चाहिँ हराएछ है। आखिर म ठिटो त गाउँले नै हो। तर सर या केटी भेटेर अलिक चेन्ज भयो जस्तो छ। म चाहिँ आगरामा जन्मेँ, गाउँपालिकामा। लक्ष्मी ओझा चाहिँ नगरपालिकामा। त्यही भएर गाह्रो भयो जस्तो। के अरे खै बोतल एउटा, झोलामा होला 1 पाउ जति। आधा मेकअप सामान छैन त्यसमा नि। अनि यहाँ 1 किलो स्याउ, आधा किलो अङ्गुर होला, अनि केरा होला आधा दर्जन, पूजाको सामान। छोरो गाह्रो छ बिहे गरेपछि। यार बुढो छोरा लुई लुई हिँड्यो यार। कहाँ छोडेको त कति नै टाढा जस्तो क्या हिँड्छ त्यो पहिला अगाडि। विश्राम प्रतीक्षालय, डस्टबिन व्यवस्था रहेछ, राम्रो छ है। यो तामाङको चाहिँ किन हाल्यो त? यो तामाङ मन्दिर हो तर यो चिज सुहाउँछ यार, बवाल देखिन्छ कि। सायद इन्द्रेणी रङ भएर नै होला, धेरै रङ हुन्छ नि त यसमा। क्युटु लभ ग्याङले यस्तो गरेछ। के हो रे? नाम जस्तै छ। हजुर होइन टाढा खाएको त्यो त्यही नजिक छ त। वहाँ पर देखा यही देखा।
पैसैमा क्यारे भन सोल्टी फेरि आउँदैछन् केटाहरू चाहिँ थकित मेरो केटो थकित छ है गिफ्ट यहाँ त घर छ त You do. Okay. I'm just parking this one.
अगाडि पछाडि यो खचर खचर गर्छ त सिडी भएर हैन यार हामीले धेरै पहिलादेखि आउने भन्नु थियो टाइम मिलेन के मिलेन सिचुएसन मिलेन के मिलेन फाइनली आज चाहिँ सब मिलेर बुढाबुढी मन्दिर आएर नि फर्किसक्यौँ हामी यो सालको बिउ होला है सानो कुन होला सालको हुन्छ सल्लाह अर्कै हो के हो यो हमें तुमसे प्यार कितना ये हम नहीं जानते मगर जी नहीं सकते तुम्हारी हमें तुमसे प्यार कितना के चिरमा त मन लाग्ला है हैन एकछिनको ढल्किने भनेको त सुत्दिएर आएको छ पुग्यो सुत्न ल यहाँ चाहिँ आएर सुत्नु होला है यो बाटो यहाँ छ है यहाँबाट यहाँ ढाँड दुखेको हराउँछ यहाँ चाहिँ मलाई चाहिँ क्युटुले भने है फेरि यहाँ टक्क यहाँ आउने छर्लक्क सुत्ने चिलमा 1 घन्टा सुत्दैन केही छैन पैसा लाग्दैन पैसा तिर्नु पर्दैन मस्त सुत्ने हो चिलमा एक निन्द्रा पुरा हुन्छ पूजा सुजा पनि गर्नु हुँदो रहेछ सायद होला पनि सत्य पुग्यो अब हराउँछ नि अब हराउँछ हराउँदैन त अब अर्को भिडियोमा यही हो हाम्रो सुत्ने ठाउँ चाहिँ यही हो यहाँ पूजा गरे हुन्छ लोकेसन दिस फाइनली चाहिँ हामी चाहिँ एक दिस आइसकेका छौँ हामी चाहिँ निक्लिएछ अब धन्यवादको सिग्नल पनि आइसक्यो अब हाम्रो यात्रा सिद्धियो अब हामी सायद दामन जान्छौँ होला के यार मेरो बाइक चलाइदिएछ यार ए होइन रहेछ आज चाहिँ फ्री हो क्या टिकटै स्टार्टिङ सँगै बन्द छ त हमको लटरी लाग गई क्या अहिले भन्नु पाइन्छ क्युटहरू चाहिँ पहिला आउँदाखेरि यहाँ बस्यो अरे म चाहिँ पहिलोपल्ट भएँ हेलो दुईजनाको 60 रुपियाँ आइ गयो क्या यहाँ चाहिँ 60 रुपियाँ लाग्दो चाहिँ टिकट काटेको त्यस दुईजनाको 60 हामी चढ्दैछौँ माथि भ्यू टावर अहिले त केही पनि देख्दैन होला कि दाजु अहिले त केही पनि देख्दैन होला है त्यही पनि हेरौँ नि त्यही पनि के हो त हेर्नु के जान्छ हौ हौ तर आइसियाबाट डन पल्टिने होइन कि चुप्लाएर खुरुखुरी हिँड्ने नि मैले घुम्न गएको ठाउँमा चाहिँ तिमीलाई लाँदैन मैले घुमाउ न तिमी आइसकेपछि मलाई भन्नु नि हो नि त देखाउँथ्यो वार्ता बोल्दैछौ के हो चिया निस्क्यो चिया चाहिँ खाइँदैछ ल यो चाहिँ शिखरकोट बजार
पालङको भ्यू यहाँ यो चाहिँ दूरबीन चट्ट यसरी हेर्ने हो दूरबीन देख्छ त देखाइ देख्दैन चाहिँ मेरो अनुहार मात्रै देखिरा एकदम घुमिसक्यो हामी अब हाम्रो चाहिँ लास्ट हो त्यसपछि खाना खान्छौँ अनि हामी होम ब्याक होम ओके हिमाल त देखाएको छैन बादल हेर्नु भयो चाहिँ जम्मा 9 किलोमिटर रहेछ यार मैले त यादै गरेको थिइनँ यार शिवरकोट बजार हामी कहाँ हाम्रो गाउँ कहाँबाट जाने हेर्दैछु म के हो यो टिकटकै काम अब